म त बगरमै भए पनि मिटिङ बस्दै आएको मान्छे संसदमा त तपाईँको विरोधका स्वरहरू अलिकति उग्र रूपमा सुनिन्थे। आज त तपाईँ सौहार्दपूर्ण तरिकाले यसरी विचारोपणमा सहभागी भइराख्नु भएको छ। यो जुन विरोधको जुन एउटा यो संसद लहर छ होइन नि। यसलाई कसरी लिनुहुन्छ तपाईँले? यस्तो छ, त्यो विरोध भन्दा पनि हामीले ध्यान आकर्षण गराएको हो। सरकारले काम अलिक तदारुकताका साथ गरून् भन्ने हाम्रो चाहिँ कामना छ। गरौँ। आज खासमा यो के उपलक्ष्यमा हो? हामी एक्कासी आइपुग्यौँ। यो उपलक्ष्य केही पनि छैन। तपाईँहरू अन्त चाहिँ यो श्रमदान गरिराख्नु भएको थियो। वृक्ष रोप्ने आज कार्यक्रम हो। हाम्रो अस्ति सचिवालयले मेसेज पठाउनु भएको थियो। कतै तपाईँहरूकै पहल हो कि यो त संसद सचिवालय पहल भन्दा पनि प्रभाव चाहिँ हो हाम्रो। श्रम संस्कृतिको जुन एउटा तपाईँको प्रभाव चाहिँ पर्छ हाम्रो अभियान छ यहाँ संसद भवनसम्म आइपुग्यो। म्यासिभ रोप्छौँ के भोलि बुढानी कण्ठमा छ होइन। थुप्रो मैले झन्डै त्यो पूर्वमा 3 वर्ष म नगरमा हुँदा पूर्वको त्यो वन कार्यालयको सबै बिरुवा सकिएको क्या, त्यति धेरै रोप्ने हामीले। यसरी विचारोपण त गरिराख्नु भएको छ, तर संसद भवन अझैसम्म सम्पन्न भइसकेको छैन। तपाईँहरू नयाँ हलमा सहिराख्नु भएको छैन, अलिक कन्जस्टेड ठाउँमा अलि काम चलाइराख्नु भएको छ। ठिकै छ, त्यस्तैमा ठिकै छ। म त बगरमै भए पनि मिटिङ बस्दै आएको मान्छे। संसदमा त तपाईँको विरोधका स्वरहरू अलिकति उग्र रूपमा सुनिन्थे। आज त तपाईँ सौहार्दपूर्ण तरिकाले यसरी विचारोपणमा सहभागी भइराख्नु भएको छ। यो जुन विरोधको जुन एउटा यो संसद लहर छ होइन नि। यसलाई कसरी लिनुहुन्छ तपाईँले? यस्तो छ, त्यो विरोध भन्दा पनि हामीले ध्यान आकर्षण गराएको हो। सरकारले काम अलिक तदारुकताका साथ गरून् भन्ने हाम्रो चाहिँ कामना छ। त्यो हो। र आज चाहिँ यो राम्रो काम छ। यसरी नै हामीले महिनामा एकचोटि चाहिँ श्रमदान गर्न पाए हाम्रो चाहिँ नि सांसदज्यूहरूसँग होइन। थुप्रै छौँ नि त हामी त, त्यसले गर्दाखेरि अलिकति परिवेश पनि फरक कुराहरू। तपाईँ पनि एउटा नयाँ शक्ति होइन, एउटा विकल्प। अब राष्ट्रिय स्वतन्त्र पार्टीको विकल्पको त भन्दा श्रम शक्ति पार्टी भनेर कतिपयले कुरा पनि उठाउँछन्। तपाईँहरू जसरी विरोधको जुन शैली चाहिँ कायम राखिराख्नु भएको छ संसदमा, तपाईँहरू कतिको एउटा जवाफदेही हुनुहुन्छ, जिम्मेवार हुनुहुन्छ? हामी पनि एउटा विकल्प हौँ है, अब राष्ट्रिय स्वतन्त्र पार्टीले केही काम गरेन भने हामी हौँ त्यसको विकल्प भनेर कसरी अगाडि आइराख्नु भएको छ? विकल्प त हामी त हो त। त्यो कार्यशैलीमा त छैन भन्छ नि त मान्छे। धेरै विरोध गर्यो हर्क सामाङले, विरोध जसरी काम गर्नुपर्थ्यो त्यो अनुसार कहाँ गऱ्यो र विरोध कहिले? संसद भवनमा दिनै विषय संसदै त्यस्तो होइन। त्यो छ नि त, हाम्रो त्यो उहरू छ नि त, मागहरू तपाईँलाई थाहा छँदैछ। त्यसलाई विरोध भन्नु मिल्दैन। एकछिन यो गरिसकेर प्रधानमन्त्रीसँग हात मिलाएको तस्बिर चाहिँ अब कहिले हेर्न पाउँछ नेपाली जनताले? के सोध्नुहुन्छ? आइसकेको कुरा